इन्डोनेसियामा 14 वर्षीय युवकले 2 वर्षमा 20 वटा अंडा पारेको दाबी उनका अब त अंडा पार्नु के ठुलो कुरा हो र। हाम्रो नेपालमा त झन् 56 किलो सुन, 70 करोड, 25 करोड युरो, कहाँडा आयो कसरी आयो थाहै हुँदैन। निगरानीमा राखे पनि नराखे पनि त अब अंडा पार्नु के ठुलो कुरा हो। नेपालमा फेसबुक बन्द हुने मिति तोकियो। नेपालमा फेसबुक, इन्स्टाग्राम, फेसबुक मात्रै होइन कि यो टिकटक, युट्युब, इन्स्टाग्राम सबै बन्द हुनु पर्यो भने थेत्तेरिका यो त कला देखाउने प्लेटफर्म नभएर यो त इन्डियाको बेस्यालय जस्तो भइसक्यो भने तेरिका हेरि नसक्नु तेरिमा झाक्ने हो। केटीले पो धोका दिन्छ त भाइ, हामी केटाहरूले त अर्काको बुढलाई नै माया गरिदिन्छौँ। यस्तै यस्तै उटपटाङ हरकत गरेर त हो नि भैँसी किन्दा पाडो फेरिसँग लिएर आउने। पृथ्वी ध्वस्त हुनेवालामा छ। तपाईँ हामीलाई थाहा छ कि सूर्य जीवनदाता हो। भाउस मुला हामीलाई के को बाल, यो मुला एमाले काङ्ग्रेस माओवादी जस्तो चोर सरकारले चलाएको देशमा बाँच्नु भन्दा त गरु ध्वस्त भएर सबै सकिएकै राम्रो। गाली पनि कसलाई पो गर्नु ल। एमाले ... मुर्दाबाद। भन्दिनु केपी फुसरमा ओलीज्यूलाई पनि भन्दिनु, शेरबहादुर राईलाई पनि भन्दिनै पर्दैन हो, भन्दिनै पर्दैन। उनीहरूलाई पहिल्यै जनचेतना भइसक्यो, काठमाडौँ छोडेर भागम भाग भइसक्यो। अब ज्यान जोगाउने कि सत्ता जोगाउने, अब अलपत्र परिसके आन्सुड्डो। पृथ्वी ध्वस्त हुनेवालामा छ। तपाईँ हामीलाई थाहा छ कि सूर्य जीवनदाता हो। भाउस मुला हामीलाई के को बाल, यो मुला एमाले काङ्ग्रेस माओवादी जस्तो चोर सरकारले चलाएको देशमा बाँच्नु भन्दा त गरु ध्वस्त भएर सबै सकिएकै राम्रो। गाली पनि कसलाई पो गर्नु ल। एमाले ... मुर्दाबाद। नेपालीसँग अब एउटा रिलेसनसिपमा बस्यो भने पनि 400, 500, 600, 700 उसको मन्थली उसले पे गर्छ। सही हो दिदी, सही हो। अनि हामी पैसा कमाउन परिवारलाई सपोर्ट गर्न आएको हो नि त हामी यहाँ। अनि दुनियाँ केटी खेलाउन लागेको होइन। नेपाली केटीहरूलाई चाहिन्छ अब त्यस्तै खालको अब स्यालेरी पुरै दिने, पैसा अझै दिने होइन, रासन पानी हेर्ने, अनि त्यसपछि ढुट्टो हुने गरी पिट्ने, त्यस्तै चाहिन्छ। माया गर्ने मान्छे चाहिँदैन। सही हो, सही, एकदम सही। तिमीहरूलाई जहाँ भेट्छन् जनताले सबैभन्दा पहिला यी राजावादीहरूलाई ठोक्नुहोस्। जहाँ राजावादीहरूलाई त खुल्काएर ठोके मात्र हो। राजावादी जति सबै खाडीमा छन्, कोही कहाँ छन्, सबै आउट कन्ट्री छन्। देशमा भएका सबै पार्टीका झोलीहरू हुन्। राजावादीलाई कहाँ ठोक